आज बडा दशैंको दिन सबैतिर बडा दशैंको हर्षोल्लास छाएको छ। तर विपिनको घरमा भने यस वर्ष पनि निराशा मात्रै छ। लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल जानुभएका विपिन जोशी सन् 2023 अक्टोबर 7 देखि हमासको नियन्त्रणमा हुनुहुन्छ। विपिनका परिवारले 3वटा दशैं र 2 वर्षका सबै चाडपर्व निराशामा बिताउनु परेको छ। विपिनका बुवा महानन्द जोशी छोरा फर्किने दिनको प्रतीक्षामा हुनुहुन्छ। तर समय बित्दै जाँदा पीडा मात्र बढिरहेको छ। अक्टोबर 7 2023 को घटनाले हामीलाई धेरै दुखी बनायो र त्यो बेलाको पनि दशैं हामीलाई नराम्रै भयो। फेरि पोहोर सालको दशैं पनि हामीले छोरा आउला होला भन्ने आशामा थियौं। त्यो बेला पनि त्यो दशैंमा पनि आउन सकेन र आजको यो तेस्रो दशैं हो। तेस्रो दशैंमा पनि सरकारले विपिनलाई रिहा गराउन सकेन। यो दशैंमा आमा र बहिनी अमेरिकामा हुनुहुन्छ। विपिनको सकुशल रिहाईका लागि पहल गरिदिनु हुन त्यहाँका विभिन्न निकायसँग त्यहाँका विभिन्न व्यक्तिहरूसँग आग्रह गर्दै आउनु भएको छ। आज हामी युएसए आएको 7 दिन बितिसक्यो र यो 7 दिनको दौरानमा चाहिँ हामीले सुरुको दिन चाहिँ हामीले नेपाल मिसन फर युएन ग्रुपलाई भेट्यौं र त्यसपछि चाहिँ अस्ट्रेलिया मिसन फर युएनलाई भेट्यौं र त्यसपछि अर्को चाहिँ अमेरिकन मिसन फर युएनलाई भेट्यौं। यसअघि अगस्तमा उहाँहरू युद्धग्रस्त क्षेत्र इजरायलमै पुगे पनि विपिनको रिहाई सम्भव नभएपछि निराश भएर खाली हात फर्किनु भएको थियो। अहिले पनि विपिनलाई सकुशल फर्काउन दबाव सिर्जना गर्न विभिन्न सङ्घ संस्थाहरूसँग निरन्तर समन्वय गरिरहनु भएको छ। हमासले पनि अब छिटै रिहाई गर्देला भन्ने आत्मविश्वास बढेकै छ। अब नवदुर्गा भवानीले पनि मेरो छोरालाई रक्षा गरेर छिटै रिहाई गरेर घर पुर्याइदिने छन् भन्ने उहाँसँग देवी मातासँग पनि प्रार्थना गरिराखेकै छौँ। विपिनको परिवारजनले विपिनको रिहाईका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय निकायमा बारम्बार हारगुहार गरे, पटक पटक गुहार गरे, तर आजका मितिसम्म कुनै प्रतिफल देखिएको छैन। उता इजरायल र हमास बीच वार्ताका लागि अन्तर्राष्ट्रिय तहमा पहल भइरहेको छ। अमेरिकी पक्षले हालै 20 बुँदे प्रस्ताव अघि सारेको छ, जसमा बन्धकहरू रिहा गर्ने, गाजामा अस्थायी प्रशासन गठन गर्ने र चरणबद्ध युद्धविराम गर्ने प्रावधान राखिएको छ। कतार लगायतका देशहरूले यसबारे हमाससँग वार्ता गरिरहे पनि हमासले अझै अन्तिम निर्णय नदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अमेरिकाले भने 3-4 दिनभित्र जवाफ दिनुपर्ने दबाब दिएको छ। संयुक्त राष्ट्र, युरोपेली सङ्घ र G7 राष्ट्रहरूले समेत तत्काल मानवीय सङ्कट अन्त्य गर्न, बन्धक रिहा गर्न र युद्ध विराममा सहमत हुन दुवै पक्षलाई आग्रह गरेका छन्। हरेक परिवारमा चाडपर्व खुसियालीका साथ आउँछन्, तर विपिनको परिवारका लागि यी चाडपर्वहरू केवल आशाका लागि मात्रै आए। त्यो आशा थियो विपिन छिट्टै घर फर्किनेछन् भन्ने आशा, र त्यही आशा आजका मितिसम्म अझै बाँकी छ। जबसम्म विपिन जस्ता नेपाली नागरिक युद्धग्रस्त क्षेत्रमा असुरक्षित रहन्छन्, सुरक्षित साथ घर फर्किँदैनन्, तबसम्म दशैंको खुसी यस्ता घरहरूमा आउन सक्दैन। त्यसकारण आफ्ना देशका नागरिकहरूको रक्षाका लागि सरकार पहिलो अभिभावक बन्न जरुरी छ। कान्तिपुर समाचारका लागि हरिशचन्द्र बाग, कञ्चनपुर।